गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी फेरि यस्तो च्यालेन्जमा आएको छौँ होइन, हामी दुईजना धेरै वर्षपछि। अनि आजको च्यालेन्ज चाहिँ चटपटे बनाएको छु अनि करेन्ट अनि चिसो भइगयो। आजको च्यालेन्जमा चाहिँ होइन हामी अब च्यालेन्ज गर्छौँ, गरिसकेपछि आजको पनिसमेन्ट के भयो पनिसमेन्ट थाहा छैन, त्यही पनि थाहा छैन, पनिसमेन्ट बनाएको छैन। अब के गर्ने होला हेर। आजको पनिसमेन्ट चाहिँ जसले जित्छ त्यसले त विनर भइगयो। लुजारले चाहिँ यो खाने है, दुईटा खोर्सानी एकदम पिरो छ यो खोर्सानी, यो खोर्सानी खाने होइन, कुनै एक्सप्रेसन बिना यो खोर्सानी खाने होइन। यो कुनै एक्सप्रेसन चाहिँ फेसमा आयो भने अझै नै अर्को खोर्सानी थपिन्छ होइन। त्यही भएर आजको चाहिँ हाम्रो कडा च्यालेन्ज छ। त्यसैले सबैजनाले हेरेर लाइक कमेन्ट गरिदिनु होला के कस्तो हुन्छ होइन। धेरै समयपछि मैले यो फेरि हाल्न स्टार्ट गरेको हो, सुरुमा जसले हाल्थेँ अनि अब त्यस्तै भएर धेरै समयपछि चाहिँ मैले भिडियो हालेको छु। त्यही पनि साथ दिनलाई त साथीहरू। आजको चाहिँ चटपटेबाट सुरु गर्छौँ, चटपटे प्लस करेन्ट चल्छौँ है, दुईटा। ल हामी सुरु गर्छौँ त, 1 2 3 सुरु। 3 सुरु कहाँ बुढो मैले बनाएर ढुङ्गा छिरेर गाइस पाक्न लाग्यो। हजुर म सिधै हाल्न सक्दिनँ तर कोसिस गर्छु। Mau चाहियो? बस म दिन्छु के? खोर्सानी खानु न। कसला भयो के? ओ भङ आएको छ।
हस्के एकछिन बस्नु भनेर हैन। गाइस कसरी कसरी जित्ने ल मुगाले नि ल गाजर खानु पहिला गाजर प्लास्टिक पिरो छ यार करेन्ट साह्रो भइसकेको छ नि त पन्याम हेर त जल्दी तो ना हो गया मसाला हो खानुहोस् है अहिले पिरो माथि पिरो म सक्दै सक्दिनँ नाच्दै हालेन भौटाउन आँटेको च्यालेन्ज स्वीकारेपछि त होइन दुईटा करेन्ट हम तो जीत गए आपका ही हो गया अब यो पिरो त खान्छ छैन यो पिरो खान्छु त मैले पनिसमेन्ट त हो गया नै खाके खाएर हुँदैन नि हजुर शर्त हजुरकै लागु हुनेछ यसरी राख्ने यो अब खोर्सानी खाने अनि पछि कुरा हुन्छ मैले भनेको पिरो नराखौँ भनेर मानिन खाऊ पिरो अब यहाँ चटपटीले काम गरेन क्या आज चटपटी कहिले अब च्यालेन्ज नगर्ने अबदेखि त सकिन गाइस किनभने आज ल यो खोर्सानी छिटो गाइस अब दुईटा मात्रै राख्यो भने एउटा मात्रै राख्यो भने खोर्सानी उसले आफै दुईटा राखेको छ अब जान्ने भएर होइन आफै खानु पर्यो लास्टमा गाइस ओके ल
ल यति खा नि धेरै ढिलो गर्न पाइँदैन है हुँदैन यो भनेको लाइभ हो लाइभ यहाँ चिटिङ हुँदैन तैँले गर्दा मैले सबै खोर्सानी हालेँ आज यति भयो त मजा आउँदैन त्यो पिरा पिरोको के क्या च्यालेन्ज गर्नु किनकि आज पिरो भन्दा पनि हुन्छ हुन्छ छिटो न हजुर मम्मी आउँछ हजुर एकछिन यतिखेरै खाने हो म त हालेन एउटा दुइटै हुँदैन च्यालेन्जमा छिटो गाइस ल यो पिरो खाँदा उसले मुख बिहान भएन न त अर्को थपिन्छ मैले जित्छु जस्तो लागेर भनेको ओके 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 त्यो पनि काम गर्दैछु 1 2 3 मुख बिहान पाइँदैन भन्दैछु है अर्को खोर्सानी धुलाइहाल मिल्खाले एउटा खोर्सानी धुलाइहाल यहाँ मुख बिग्रेको अर्काइहाल्छ गरम गरम खाऊ क्या एउटा एउटा खा अलिअलि गर्नु झन् गाह्रो हुन्छ फिलिङ्स गर्नुपर्ने हुन्छ नि त मुख बिहान पाइ ओए अर्को खोर्सानी छिटो छिटो नलाउने नलेन म खाँदैन कहाँ सक्छु अब अर्को नबिगारे यो प्लस हुन्छ नबिगारी खायो भने यो दुइटा मात्रै हो त्यो अर्को अगेन अर्को तिमीले अनाज बिगारेको छौ तिनटा अर्को म त खाँदैन नि ए नखाएर हुन्छ कि क्या हो गाई छैन त्यस्तो त हुँदैन नि च्यालेन्ज एक्सेप्ट गरेपछि त च्यालेन्ज एक्सेप्ट गरे आहा म अनाज बिगारे त हुँदैन मेरो किन अघि बनाएको त के भन्नुभएको छैन बाबाले पनि मैले के भन्दिनँ एक्सप्रेसन जसले बिगार्छ प्लस प्लस हुन्छ भनेर अर्को चिसो दियो अलिकति त्यो अन्ना बिगार गरेर खानु पाउँदैन त्यो त झुली यहाँ पनि हाल्छ अर्को भयो पनि हाल्छ लु अब गाई छ होइन आजको च्यालेन्ज चाहिँ लगभग गाई छैन That is your challenge, not mine. Then condition also you, not mine. उसकै कन्डिसन थियो होइन कन्डिसन यस्तो गर्न भनेर च्यालेन्ज गाइस यो हो रियल च्यालेन्ज लाइभ च्यालेन्ज देखिरहनु भएको छ यहाँ कुनै पनि छलकपट छैन है यहाँले देखिसक्नुभयो है ल आजको हाम्रो च्यालेन्ज चाहिँ अब यति नै हो उहाँलाई धेरै गाह्रो भइसक्यो होइन अब उहाँलाई टेक पनि गर्नुपर्ने हुन्छ र अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ तबसम्मको लागि हामी यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको दिनलाई बाई नमस्ते धन्यवाद